कस्टमर्स डिबी है त यसमा के चाहियो एउटा युजर्स हो TBL युजर्स कतिवटा राख्नु त 8 वटा है त युजर को लागि आईडी अनि फुल नेम युजर नेम पासवर्ड ईमेल अनि लास्ट लॉगिन आईपी लास्ट लॉगिन डेट क्रिएटेड डेट एउटा थपी पब्लिस्ड है त फुल नेम भ्यालुकर चाहियो यो भ्यालुकर चाहियो यो भ्यालुकर चाहियो यो भ्यालुकर चाहियो यो पनि भ्यालुकर चाहियो यो डेट टाइम चाहियो यसलाई टाइम स्ट्याम्प चाहियो यसलाई बुलियन राख्नु छ त कि इनम राख्नु है त y n is define y full name 40 सर यो इनम नागे यो 15 धेरै भ्यालु राख्नु पर्यो नि त्यसलाई एरे बनाएर होगा न अनि अलिको यसमा छ अरु बेला धेरै भ्यालु नि हुन्छ त्यो कमा गर्दै दिने हो कमा यसमा कमा गरेर त्यो त आइटम त कमा मात्रै हो यसमा एरे त उता हो नि यहाँ त मजै भयो नि एरेसँग त इमेल 60 यो पनि 60 यो परेन है त यसलाई प्राइमरी की र अटो इन्क्रिमेन्ट गुड के तयार भयो TBL युजर यसमा युनिक राख्नु पर्छ इमेल र युजर नेमलाई युनिक राख्नु पर्यो हैन इमेल भनेको यो युजर नेम भनेको यो भन्दा दुईटा के छ युनिक छ है यो प्राइमरी की भइहाल्यो अब अर्को एउटा टेबल के बनाउनु पर्यो कतिको भिजिट गरिरहेको छ मान्छेले भन्नु अर्को के चाहियो TBL क्याटेगोरिज है त यसमा सातै राख्ने आईडी भइहाल्यो अनि मेन आईडी भयो अनि टाइटल भयो URL भयो अनि डिस्क्रिप्सन भयो क्रिएटेड डेट भयो पब्लिस्ड भयो है त टाइटल varchar SURL varchar डिस्क्रिप्सन टेक्स्ट क्रिएटेड डेट टाइम स्टैम्प यो enum यो n है त is define y र यसलाई प्राइमरी की र अटो इन्क्रिमेन्ट र टाइटल को लागि यसको लागि परेन ल टाइटल varchar 25 SURL यदि गरेपछि यो पनि भएर SURL के हुनु पर्यो युनिक हुनु पर्यो ठीक SURL है त क्याटेगोरिज भयो अब अर्को
म्यानुफ्याक्चरर है त यसलाई 5 दिउँ आईडी टाइटल SURL यसलाई created date अनि published है त varchar timestamp enum y and sdefine y है त यो हुनु पर्यो प्राइमरी कि अटो इन्क्रिमेन्ट यो हुनु पर्यो युनिक varchar 25 होइन 50 र यो हुनु पर्यो 60 है त सेभ गर्नु म्यानुफ्याक्चरर पनि भयो अब के चाहियो प्रोडक्ट TBL प्रोडक्ट्स कति हुनु पर्यो 12 पहिला आईडी चाहियो हो त्यसपछि क्याट आईडी हुनु पर्यो म्यानुफ्याक्चरर आईडी हुनु पर्यो त्यसपछि टाइटल हुनु पर्यो SURL हुनु पर्यो हैन स्लग हुनु पर्यो अथवा एलिज हुनु पर्यो SURL हुनु पर्यो अर्को इमेज हुनु पर्यो डिस्क्रिप्सन हुनु पर्यो पहिला युनिट दिउँ युनिट हुनु पर्यो प्राइस हुनु पर्यो क्वान्टिटी हुनु पर्यो डिस्क्रिप्सन हुनु पर्यो त्यसपछि गएर फिचर्ड हो कि हैन न्यू प्रोडक्ट त लेटेस्ट भइहाल्यो फिचर्ड भयो ठिकै छ है त created date है र पब्लिस्ड हुनु पर्यो ठिक योभन्दा अरू केही छ अनि अर्को एउटा फिल्ड राख्न मन लागेको पछि राख्नुलाई त क्याट आईडी मेन आईडी यो varchar यो पनि varchar यो पनि varchar यो पनि varchar यो care प्राइस भनेको रियल क्वान्टिटी भनेको इन्टिजर डिस्क्रिप्सन टेक्स्ट फिचर्ड enum created date timestamp यो फिचर्ड आइटम हो कि होइन भन्नु खोजेको टिक लगाएको छ फिचर नत्र फिचर यो 60 यो पनि 60 यो 70 यो 200 यो 6 प्राइस रियलमा जस्तो टोटल 8 हुने र डेसिमल पछि 2 हुने है त इन्टिजर परेन टेक्स्ट परेन इनममा y n हुनु पर्यो sdefine no हुनु पर्यो यो हुनु पर्यो sdefine y हुनु पर्यो है त अब यसमा हुनु पर्यो SURL युनिक SURL युनिक है त अनि त्यसपछि यो के हुनु पर्यो प्राइमरी कि र अटो इन्क्रिमेन्ट हुनु पर्यो ठिक यदि भइसकेपछि यसलाई के गरिदिउँ सेभ गरिदिउँ है त भयो TBL प्रोडक्ट्स कुन क्याटेगोरीको हो कुन म्यानुफ्याक्चरर हो हैन टाइटल के दुईटा टेबल छ
टाइटल भयो, एलिज भयो, एसयूआरएल, इमेज, युनिट, प्राइस, क्वान्टिटी, डिस्क्रिप्सन, फिचर हैन। एलिज भनेको कुन डिफ्रेन्ट नेम त्यो पनि हुन सक्यो नि। निकनेम भनेको मान्छेहरु। अब अर्को कुन टेबल छ? अब मेन त प्रोडक्ट टेबल त हो नि सर हाम्रो क्याटेगोरी भित्रको पनि अर्को सब क्याटेगोरी छ भने फेरि त्यो त यसैले ह्यान्डल गर नि। मेन आइडी छ नि त त्यो त क्याटेगोरीमा पर्यो नि। ल अब भन्नु त अर्को के छ? मेम्बर टिबिएल मेम्बर्स है त। यसको लागि 8 भनेको आइडी, फुल नेम, युजर नेम भन्दा पनि इमेल नै एज अ युजर नेम, इमेल फर्स्ट एफ नेम, यसलाई एल नेम र अर्कोलाई इमेल र अर्को पासवर्ड हैन। सिक्युरिटी कोड अर्को मैले किन यति थोरै राखेँ? यसको त धेरै पो हुन्छ। एड्रेस हैन, फोन त्यो पनि चाहियो, जेन्डर, सिटी, कन्ट्री, इमेल, पासवर्ड, सिक्युरिटी कोड, created date, published है त। यसमा यो प्राइमरी की अटो इन्क्रिमेन्ट हुनु पर्यो। अर्को इमेल भनेको युनिक हुनु पर्यो। अरु ठिक छ है त। आफ्नै varchar 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 care इनाम राख्दिनु varchar 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 यो टाइम स्टैम्प यो इनाम है। यसलाई कपी गरौँ, पेस्ट गरौँ। मेल फिमेल एज डिफाइन्ड बाई डिफल्ट मेल है त। एज डिफाइन्ड बाई डिफल्ट वाई यो चाहियो 20 100 फोन 15 सिटी 40 country 40 email 60 password 32 security code 32 यो पर्यो नि त। ठीक मेम्बर पनि तयार भयो है त। अब अर्को के चाहियो? अब टिम कार्ड चाहियो सर। टिम कार्ड है त। यसलाई 5 दिन यसलाई आईडी प्रोडक्ट आईडी मेम्बर आईडी टेम क्वांटिटी र क्रिएटेड डेट है त।
छैन क्वान्टिटी कति गरेको क्रेडिट टाइम स्ट्याम्प है त यसलाई प्राइमेरी की र अटो मेम्बर कुन मेम्बरले कुन प्रोडक्ट कति क्वान्टिटी अर्डर गर्न चाहेको थियो है त त्यो स्टक होल्ड गरे है सेभ गरिदिउँ हामीले त्यो इन्टिजर कति भनेर डिफाइन गर्दैन अटोमेटिक इन्टिजर 1 1 लिने रहेछ 11 हो अर्को के छ अब विश लिस्ट विश लिस्ट है त यो पनि त्यही सेम हो यो त 5 भयो एउटा आइडी प्रोडक्ट आइडी मेम्बर आइडी क्रेडिट डेट है आइडी प्रोडक्ट आइडी मेम्बर आइडी र क्रेडिट डेट यसलाई टाइम स्ट्याम्प हो यो दुइटा चाहिएन यो चाहिएन यो के हुनु पर्यो प्राइमेरी की र अटो इन्क्रिमेन्ट हो अनि प्रोडक्ट आइडी र मेम्बर आइडी अर्को के छ टिबिएल अर्डर अर्डर हो यसलाई 8 दियो आइडी त्यसपछि प्रोडक्ट आइडी मेम्बर आइडी हैन अर्डर क्वान्टिटी अनि आइडी प्रोडक्ट आइडी मेम्बर आइडी अर्डर क्वान्टिटी त्यसपछि डेलिभर्ड भयो कि भएन अनि डेलिभर्ड भन्नेलाई तल हालौँ र एमाउन्ट कति भएको थियो डेलिभर भएको क्रेडिट डेट र पब्लिस्ड गुड आफ्टरनुन भइसक्यो यहाँ टाइम एमाउन्ट भनेको रियलमा हुनु पर्यो र यो पनि 10 2 मा हुनु पर्यो भनेको टोटल 10 डिजिट र डेसिमल पछि दुईटा हुनु पर्यो है त प्रोडक्ट आइडी यो भइहाल्यो क्रेडिट डेट भनेको टाइम स्ट्याम्प भइहाल्यो यो इनाम भइहाल्यो एज डिफाइन हुन्छ इनाम भइहाल्यो होइन यो पनि एज हो एज डिफाइन है त अनि यसलाई प्राइमेरी की र अटो इन्क्रिमेन्ट गर्नु पर्यो है त कुन मेम्बरले कुन प्रोडक्ट कति क्वान्टिटी कति एमाउन्ट भएको थियो डेलिभर भएको भएन क्वान्टिटी एमाउन्ट एउटै भएको होइन कति अर्डर क्वान्टिटी कति हो त्यो थाहा भयो र एमाउन्ट भनेको कति एमाउन्ट भएको थियो त त्यो प्रोडक्टको प्राइस त पछि गएर चेन्ज हुनसक्छ भएन नि त्यो चाहिँ त्यति होस् भनेर राखिदिएको अर्को एडिङ इन्फो एडिङ होइन डेलिभरी इन्फो डेलिभरी इन्फो है त ल डेलिभरी इन्फर्मेसनको लागि चाहिँ राख्नु पऱ्यो हामीले 7 आइडी अर्डर आइडिज होइन मेम्बर आइडी अर्डर आइडिज डेलिभरी इन्फो अर्डर आइडिज भनेको आइडीहरू अर्डरको अनि त्यसपछि डेलिभरी एड्रेस
डेलिभरी कन्ट्याक्ट पर्सन डेलिभरी कन्ट्याक्ट नम्बर डेलिभरी किन राखेको एड्रेस पछि भइगयो contact person contact number created date published है publish चाहिन्छ जस्तो लाग्यो यसको है किनभने यो अब देखाउन नदेखाउने होइन उसले हालेको इन्फर्मेसन आउनु पर्यो एड्रेस कुन पर्सन कति कन्ट्याक्ट नम्बर र कहिले क्रिएट गरेको है त आइडिज भनेको भ्यारक्यारमा राख्नु पर्यो मेम्बर आइडी आइडीमा हुन्छ एड्रेस भ्यारक्यारमा राख्नु पर्यो यो भ्यारक्यारमा राख्नु पर्यो यो भ्यारक्यारमा राख्नु पर्यो यो टाइम स्ट्याम्प आउनु पर्यो त यो 120 ल 255 यसलाई एड्रेसलाई 150 कन्ट्याक्ट पर्सन 50 यो कन्ट्याक्ट नम्बर 20 र यसलाई बनाउनु पर्यो प्राइमेरी कि र अटोमेटिक है त ठीक क्रिएट भयो यसलाई एक्सपोर्ट गरिदिइहालौँ यहाँ फेरि झमेला हुनसक्छ क्या डेस्कटपमा अहिले राखौँ अब यसलाई कपी गरौँ ई ड्राइभको 1130 मा लगेर हालौँ है त्यहाँ हरायो भने पनि यहाँ भइरहेको छ क्या त्यो मेन डाटाबेस 1130 एमबिसी ठीक डाटाबेस तयार भयो ए अब यही डाटाबेसको लागि चाहिँ हामीले के गर्नु पर्यो क्लोज 1130 एमबिसी प्याटर्नमा जानु पर्यो एउटा र अर्को कहाँ जानु पर्यो admin.php मा जानु पर्यो है त admin.php मा हामीले के काम गर्नु पर्यो टिबिएल युजरबाट चाहिँ लगइन गर्ने सिस्टम बनाउनु पर्यो बनाइसक्यो त्यो त बनाउन बाँकी छ नि अब होइन त डाटाबेस कनेक्सनको लागि चाहिँ म एकदमै सिम्पल उपाय अपनाउँछु कम्प्लिकेटेड नबनाउने एकदमै सिम्पल है एप्लिकेसनको सबभन्दा पहिला फ्रेमवर्कमा जाउँ र मेन मोडल अर्को डिडी कन्फिगमा केही पनि छैन मेन मोडल मात्रै छ अरू केही पनि छैन हो अब के गर्छु यसलाई सेभ एज गर्छु र डिडी कन्फिगमा config.php है त यसलाई म बनाउँछु डिबी कन्फिग हो पब्लिक डलर होस्टनेम के लोकलहोस्ट अर्को होस्टनेमको ठाउँमा के हुनु पर्यो युजर नेम पासवर्ड डाटाबेस है त यो हुनु पर्यो रुट यो हुनु पर्यो ब्ल्याङ्क यो e-commerce_debian हो र पब्लिक फंक्सन ओहो आउँदैछ नि त मान्छेहरु त किन लेट भयो पब्लिक फंक्सन डीबी कनेक्सन है त
डाटाबेस कनेक्सनको लागि MySQL underscore connect डिसको होस्ट नेम चाहियो, डिसको युजर नेम चाहियो, डिसको पासवर्ड चाहियो हो र MySQL select DB डिसको डाटाबेस छ। ठीक, कुनै डाउट छ यसमा के गरेको छैन है। पब्लिक आइटमहरू बनाएर त्यसमा डाटाबेस कनेक्सन गर्ने। अब म के गर्छु, मेरो मेन मोडल जुन छ म यहाँ के गर्छु, पब्लिक फङ्सन कन्स्ट्रक्ट बनाउँछु है। कन्स्ट्रक्टरले के गर्छ अब भने DB कनेक्सन इक्वल टु न्यू कन्फिग हो। DB कनेक्सन बाट के गर्नु पर्यो, यो DB कनेक्सन तान्नु पर्यो है त। ठीक, यो मेन मोडलको कन्स्ट्रक्टमै मैले के गरिदिएँ, यो डिफाइन गरिदिएँ हो। अब यसले के गर्ला, इरर दिन्छ दिएन। अब इरर कतिखेर दिन्छ, लगइन चाहिँ हो र DB कन्फिग भन्ने क्लासै छैन अरे कहाँबाट मान्छ त। DB कन्फिग भन्ने हुनको लागि के गर्नुपर्छ त, लाइब्रेरीको दुईटै खोल्नुपर्छ। मलाई ब्याकएन्डको कन्फिग चाहिएको छ अहिले मलाई यो भइहाल्यो। अर्को बेस पाथको फ्रेमवर्कमा होइन कि कन्फिगमा पनि गएर खोज, त्यो फाइल जहाँ पाउँछ त्यहाँबाट इन्क्लुड गऱ्यो। ठीक, अब यति भयो होइन। यही काम केमा पनि गर्नु पर्यो, कन्फिगमा पनि गर्नु पर्यो र अब यति धेरै काम छैन यसलाई। डाटाबेस कनेक्सन पनि चाहिएन, मेन मोडल पनि अहिले चाहिएन हामीलाई, मात्र अब हाम्रो काम कसरी हुनु पर्यो त्यसमा जाउँ है त। एप्लिकेसनको एडमिनमा जाउँ हामी र कन्ट्रोलरमा छौँ, लगइन कन्ट्रोलर एउटा। लगइन कन्ट्रोलरले के गर्छ, लगइन चेक भन्नेमा के काम गर्छ त, युजर मोडल बनाउँछ र त्यसको युजर नेम पासवर्ड चेक हालेर उसले के गर्छ, यो काम गर्छ। भनेको मैले जे मन लाग्छ त्यही दिएँ भने उसले के गर्छ त, अहिले यो काम गरिरहेछ नि। अब मैले के गर्नु पर्यो, युजर नेम र पासवर्ड मेरो चेक गर्नु पर्यो कहाँ, युजर मोडल भन्ने मोडलमा युजर मोडल छ। युजर मोडल केबाट एक्सटेन्ड छ, मेन मोडलबाट। युजर नेम पासवर्ड त छ। अब मैले के काम गर्नु पर्यो, मेन मोडलबाट डाटा पहिला रिट्राइभ गर्नु पर्यो हो। त्यसको लागि फ्रेमवर्कको मेन मोडलमा गएर म पब्लिक फङ्सन फाइन्ड सिंगल रो हो भनेको सिंगल रो के गर्नु पर्यो, खोज्नु पर्यो हो। एउटा सिंगल रो मात्रै फाइन्ड गर्नु पर्यो। ठीक, अब म के गर्छु, पब्लिक डलर टेबल नेम इक्वल टु नल राखिदिन्छु र पब्लिक डलर कन्डिसन इक्वल टु बाई डिफल्ट 1 राख्छु। ठीक, select all from this को टेबल नेम हुनु पर्यो अनि where this को कन्डिसन हुनु पर्यो। ठीक, query equal to MySQL query SQL र अझै यसमा मलाई
लिमिट 1 राख्न मन लाग्यो जसले गर्दा के गर्छ एउटा मात्रै रिटर्न गर्छ हैन MySQL फेच अब्जेक्ट गर्नु हो है त यसमा कसैलाई के डाउट छ के गरेको भन्ने कुरा फाइन्ड सिंगल रो उसले के गर्छ फाइन्ड गर्छ र सिंगल रो फाइन्ड गर्दाखेरि उसले टेबल र कन्डिसन जुन पाउँछ त्यो गर्छ है त अब एउटा मात्रै फाइल सिंगल भनेको कतिवटा हुन्छ कन्डिसनमा धेरै आयो भने पनि एउटा मात्रै रिटाइप गर भनेको अरु चाहिएन मलाई अब युजर मोडेल जुन छ युजर मोडेल त मेन मोडेलबाट एक्सटेन्डेड छ हैन यसले के गर्छ यहाँबाट फेच गरेर डाटा दिन्छ हामीलाई हो भनेपछि दिसको युजर नेम एडमिन हुनु पर्यो दिसको यो हुनु पर्यो भनेको छ हामीले हो अब के गर्नु पर्यो पब्लिक फंक्शन construct हो दिसको टेबल नेम के हुन्छ त युजर मोडेलको टेबल नेम के हुन्छ TBL युजर्स हुन्छ गुड अब म के गर्छु डलर युजर मोडेल इक्वल टु युजर मोडेल बनाउने पर्छ जस्तो लाग्यो है त लगइन चेक भनेपछि टेबल नेम छँदैछ दिसको कन्डिसन इक्वल टु के हुनु पर्यो त युजर नेम इक्वल टु के हुनु पर्यो दिसको युजर नेम हुनु पर्यो एन्ड पासवर्ड इक्वल टु दिसको पासवर्ड हुनु पर्यो युजर नेम इक्वल टु युजर नेम हुनु पर्यो पासवर्ड इक्वल टु पासवर्ड हुनु पर्यो त्यसपछि के गर्ने अब सिंगल रो भनेको छ हैन फाइन्ड सिंगल रो भनेको छ भने युजर मोडेलमा लगइन चेक खास एक्चुअलीमा त यो गर्ने त होइन यो त लगइन चेक नै गर्ने हो जस्तो लाग्छ मलाई यसले डाटाबेससँग मात्रै काम गर्ने हो फाइन्ड सिंगल रो गर्ने र रिट्राइभ गर्ने नगर्ने भन्ने काम मात्रै गर्ने हो मेन मोडेलले डाटा रिटर्न गर्छ यसले डाटा छ भने सेन्ड गर्छ मात्र गर्दैन त्यो लजिक यहाँबाट गर्नुपर्छ जस्तो लाग्छ है मलाई युजर मोडेलको कन्डिसन सेट गर्दैन कन्डिसन सेट गरेपछि त्यसको फंक्सन कल गर्ने फंक्सन कल गर्दाखेरि चाहिँ त्यसले काम गर्नु पर्यो भनेपछि ल यो काम जुन हामीले यहाँ गरेका छ जहाँसम्म लाग्छ यो कन्डिसन भन्ने कुरा यहाँ सेट गरेर भएन यसलाई सेट गर्ने यहाँ हो है यो पनि लगइन मोडेलबाट योभन्दा तल हुन्छ है त अनि त्यसपछि लगइन चेक भन्ने म राख्छु र यसमा मैले के गर्छु यो फंक्सनमा मैले के गर्छु उताबाट आएको डाटा रिटर्न गरेको डाटा ठीक छ कि छैन भन्ने कुरा म चेक गर्छु है भनेको लगइन चेक भनेको जुन छ उताबाट डाटा रिट्राइभ भएर आयो कि आएन भन्ने कुरा अब यहाँनिर युजर नेम भनेर राख्यौँ पासवर्ड भनेर राख्यौँ हो र यहाँ हुनु पर्यो युजर नेम यहाँ हुनु पर्यो पासवर्ड गुड त्यसको कन्डिसन के हुन्छ र यो कन्डिसन लगाइसकेपछि लगइन मोडेल र लगइन मोडेलको कन्डिसन यसले आफैमा टेबल नेम आफै पाउँछ कसरी पाउँछ त युजर मोडेलमा कन्स्ट्रक्टर छ त्यसले के गर्छ टिबल युजर नै डिफाइन गर्छ सुरुमा त्योसँग सरकार छैन अब हामीलाई के छ त लगइन चेकसँग मतलब छ लगइन चेकले के गर्नु पर्यो त भन्दा सिंगल रोबाट अब्जेक्ट दिनु पर्यो यदि अब्जेक्ट ब्ल्याङ्क छ भने त लगइन भएन नत्र भयो है त्यति काम गर्नु छ अब कन्डिसन इक्वल टु 1 भनेपछि इफ दिसको फाइन्ड सिंगल
रो सिंगल डेटा इक्वल टू फाइन्ड सिंगल रो है त इफ नट एम्प्टी सिंगल डेटा छ भने रिटर्न ट्रू हुनु पर्यो अदरवाइज रिटर्न फल्स हुनु पर्यो भनेपछि अब लगइन चेक भन्ने काम गर्न सकिन्छ हामीले लगइन चेक हो ठीक छ त्यस्तो छ भने युजर नेम हाल्छ हैन रिडाइरेक्ट गर्छ नत्र के गर्छ त्यही लोड गर्छ MySQL फल्ट अपडेट सेपरेट आर्गुमेन्ट इज नट अ भ्यालिड MySQL है त अब भयो के त भन्दा हजुर हजुर जमानै कहाँबाट कहाँ गइसकेको छ र कता उल्टो कता सुल्टो सन्जय आज त नाटै पर्यो तपाईँको कलेज अगाडि केही देख्नु भएन बोर्ड बोर्ड तपाईँ नहुनु न उहाँले याद मलाई त थाहा थिएन त मैले भने नि उहाँले देख्न जरुरी छैन अरूले देख्न जरुरी छ उहाँले देख्न जरुरी छैन उहाँको आँखा भने अरू पनि गएको हुन्छ सबै जान्छ भन्ने छैन नि त ल अब यसमा के भयो भन्ने कुरा मलाई थाहा छ तर तिमीहरूलाई थाहा छैन है त्यही भएर यहाँ देखाउनु जरुरी छ MySQL एरर हो अब हेर्नु है त यस्तो गऱ्यो भने उसले के भन्छ नो डाटाबेस सिलेक्टेड भन्छ यो भयो के त किन यस्तो भनेको होला किन यस्तो भइरहेछ भने नि यसले यसको यदि मेन मोडेलको यदि अब्जेक्ट बनाउने हो भने मात्रै बल्ल यो कन्स्ट्रक्टर के हुन्छ कल हुन्छ हो तब मात्रै डाटाबेस कनेक्सन हुन्छ तर हामी मेन मोडेलको अब्जेक्ट त बनाउँदैनौँ हामी के को बनाउँछौँ युजर मोडेलको बनाउँछौँ यसले मेन मोडेलको कन्स्ट्रक्टर लोड गर्न सक्दैन त्यही भएर त्यसको लागि एउटा के काम गर्नुपर्छ त भन्दा मेन मोडलको कन्स्ट्रक्टर युजर मोडलले लोड गर्न सक्दैन प्यारेन्टको कन्स्ट्रक्ट पनि लोड गर भन्नुपर्छ यसरी है तब मात्रै उसले के गर्न सक्छ लोड गर्न सक्छ ठीक यति एउटा काम चाहिँ हामीले कहाँ गर्नु पर्यो जुन चाइल्ड छ त्यहाँ गर्नु पर्यो यसले के भनेको हो त भन्दा प्यारेन्टको जुन कन्स्ट्रक्टर छ त्यो पनि के गर यो कन्स्ट्रक्टरमा लोड गर हो प्यारेन्ट कन्स्ट्रक्ट चाहिँ गर्दैन सर अरूहरू चाहिँ गर्छ होला अरू त गर्छ त्यो त अब्जेक्टको बेसमा मात्रै लोड हुन्छ नि त यसले युज गर्न पाउँछ हैन त्यो युज गर्न पाउँछ तर युज गर्न पाउनेहरू उसले त अहिले त कल त गराएको छैन नि कल गर्न पाउँछ त्यो आफ्नो ठाउँमा छ किनभने त्यो पब्लिक हो हैन पब्लिक र प्रोटेक्टेड त्यसले युज गर्न पाउँछ कल गर्न पाउँछ तर कल गरेकै छैन नि अटोमेटिकली कल हुनु पर्यो अब्जेक्ट बनाउने बित्तिकै त्यो हुनु पर्यो भने यसको अब्जेक्ट बनाउने बित्तिकै यसको कन्स्ट्रक्टर चल्छ यसको कन्स्ट्रक्टर चल्ने बित्तिकै प्यारेन्टको कन्स्ट्रक्टर तान्छ र यसको टेबल नेम पनि डिफाइन गर्छ हो भनेपछि हामीले अब्जेक्ट बनाउने बित्तिकै युजर मोडेलको अब्जेक्ट बनाउने बित्तिकै टेबल नेम डिफाइन डाटाबेस कनेक्सन र टेबल नेम डिफाइन हुन्छ केही फरक पर्दैन है त अब मेरो डाटाबेससँग कनेक्सन गरेर आउनु पर्यो तर त्यसको लागि मैले MD5 गराएको हुन्छु MD5 मेरो कहाँ भइरहेको छैन यहाँ भइरहेको छैन भनेपछि MD5 गर्छु म कन्डिसन लगइन चेक छ भने यो गर नत्र नगर लगइन चेक इन्क्रिप्ट गर्छ नि लगइन चेक भन्ने जुन छ यसले के गर्छ सिंगल डाटा तान्छ यदि सिंगल डाटा एम्प्टी छैन भने रिटर्न ट्रू हो नत्र फल्स हो तर अब यसले के गर्छ मिस्टेक पनि गर्न सक्छ भन्न सकिँदैन जस्तै मैले जे पाइदिएँ भने ठिक छ गरिरहेछ है त अब मैले के गर्नु पर्यो मेरो डाटाबेसमा टिबिएल युजरमा एउटा डाटा राखेर हेर्नु पर्यो फुल नेम एडमिन 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 @1 gmail.com है त एडमिन @1 है यो हुनु पर्यो
D5 यसमा क्रिप्ट भन्ने इन्क्रिप्ट भन्ने छ अरू के पनि छ जस्तो लाग्दैन SQL .com भन्नु .com COM है त ल यति मात्रै होस् है त आयो डाटा अब मैले के गर्छु यसमा एडमिन र admin@1 दिन्छु तब लगइन हुन्छ ठिक कुनै कन्फ्युजन छ अब के गरे मेरो है मेन मोडेलमा बुझिरहेछ कि छैन टेबल नेम के बाइ डिफल्ट नल हो कन्डिसन 1 हो अनि DB कनेक्सन भन्ने अब्जेक्ट बनायो DB config को र त्यसबाट DB कनेक्सन भन्ने कल गरिदियो भनेपछि अब मैले मेन मोडेल भन्ने जहाँ एक्सटेन्ड गर्छु सबैमा के हुन्छ डाटाबेस कनेक्सन हुन्छ मलाई टाउको दुखेन नि त्यसमा त्यो यो कन्स्ट्रक्टमा हामीलाई कनेक्सन र त्यो DB कनेक्सन र अनि कन्फिग मात्र हुन्छ नि यो त त्यो क्लासको अब्जेक्ट बनाइयो त्यो अब्जेक्टबाट त्यसमा जे मेथड छ त्यो कल गरियो हैन अब DB कनेक्सन भन्ने मेथड छ त्यसलाई कल गरेपछि डाटाबेस कनेक्सन हुन्छ जुन मेन मोडल सबैमा इन्क्लुड हुन्छ सबैमा जान्छ भनेको सबैको प्यारेन्ट त यही हो डाटाबेसको लागि मेन मोडल नै हो अरू त छैन के भयो अब मलाई सिंगल रो रिटर्न गर्नु पर्यो भने मैले के गर्छु त टेबल नेम र कन्डिसन दिन्छु अनि यो काम गर्छु यसले के गर्छ MySQL पेज अब्जेक्ट के गर्छ रिटर्न गर्छ यसले हो अब यसले गर्छ ह्यान्डल गरेर रिटर्न गर्छ र यदि इम्प्टी छैन भने रिटर्न ट्रू हो नत्र फल्स हो अब रिटर्न ट्रू हो भने उसले के गर्छ लगइन मोडलबाट लगइन चेक गर्छ लगइन चेक ठिक छ भन्यो भने के गर्छ सेसन सेट गर्छ अनि रिडाइरेक्ट गर्छ हैन छैन भने के गर्छ तलको लोड भ्यू देखाइराख्छ लगइन देखाइराख्छ कुनै डाउट अब हैन त यदि गरिसकेपछि अब मलाई चाहियो अब मलाई के चाहियो लगआउट चाहियो यसमा क्लिक गरेपछि के हुनु पर्यो लगआउट हुनु पर्यो गुड त्यसको लागि के गर्ने त हाम्रो लगइन कन्ट्रोलर युज पनि गर्न सकिन्छ अर्को पनि गर्न सकिन्छ ल त्यसैलाई म कपी गर्छु र लगइन चेक भनेको ठाउँमा लगआउट हाल्छु र लगइन छ कि छैन मेरो सरकारै भएन यो अरूसँग मेरो सरकारै छैन मलाई एउटा रिडाइरेक्ट भन्ने चाहियो र त्यो सँगसँगै अर्को के पनि चाहियो त भन्दा यो पनि चाहियो अब यहाँ के छ भन्दा सेसन चेक भन्ने छ सेसन सेट भन्ने छ अनसेट भन्ने त छैन फेरि के गर्नु पर्यो अनसेट सेसन हुन्छ हैन अनि सेसनको की मात्रै अरू केही चाहियो अनि मलाई अरूसँग मतलबै भएन अनसेटसँग मात्रै मतलब भएन सेसन की ठिक यति भयो अब अनसेट सेसन की भयो हैन अब अनसेट गर्छ त्यसपछि रिडाइरेक्ट गर्नु पर्यो त्यसको लागि कहाँ जानु पर्यो यसमा जानु पर्यो भनेपछि मैले यहाँ के गर्छु अब दिसको अनसेट सेसन मेरो सेसनको नाम के हो ब्याकइन युजर होला अनि रिडाइरेक्ट गरेकोमा लगइनको इन्डेक्समा इन्डेक्स भनेको लगइन हो भनेपछि मैले यो लगआउटलाई दिनु पर्यो त्यो लगआउट भनेको कहाँ छ त अब सी ड्राइभ जेम प्लास्टिक डक्स 1130 BC प्याटर्न एप्लिकेसन एडमिन भ्यू कमन लगआउट भनेको छ भने के गर्नु पर्यो त यसमा मेरो लिंक URL होला कतै लिंक URL छ मलाई यति चाहियो नि त लगइन को लगआउट हुनु पर्यो है त लगइन र लगआउट भयो एडमिन
समथिङ जे पास गऱ्यो भने अब इरर म्यासेज चाहियो मलाई है। इरर म्यासेज त बाई डिफल्ट छ मेरो, मलाई यदि इरर म्यासेज छ भने मात्र इरर म्यासेज देखा, नत्र नदेखा होइन। त्यो काम गर्नु पऱ्यो। अहिले त यति मात्रै देखाइरहेको छ, मलाई इरर म्यासेज देखाउनु पऱ्यो, बाई डिफल्ट हुनु भएन। त्यसको लागि के गर्नु पऱ्यो, लगइन कन्ट्रोलरमा यदि लगइन चेक छ भने ठिक छ, छैन भने के गर, यो गर हो $data इक्वल टु ए रे, अनि कमा $data गर। अब म के गर्छु, $data को इरर म्यासेज इक्वल टु यो invalid username or please try है त। अब यो म्यासेज सेयर छ भने देखाऊ नत्र नदेखाऊ भन्नु पर्यो हो। लगइन जाउँ छैन यसलाई, इरर म्यासेज जुन देखाइरहेको छ यति, यो कन्डिसनल हुनु पर्यो। if we set $error message छ भने if यो देखाउनु पर्यो र यसमा के गर्नु पर्यो, इरर म्यासेज देखाउनु पर्यो। बाई डिफल्ट छैन तर अब छ, जे दियो यसमा छैन। अब एडमिन एमबिसीमा लगइन गर्नु, स्मार्टिङमा सजिलो, यसमा धेरै सजिलो छ। त्यो तिमीहरू सुरुमा झुकेर सर यसमा हामीले तीनटा टेम्प्लेटहरू युज गरेछ। एउटा यो एडमिन भइहाल्यो हैन सर, एउटा हिजो गरेको अगाडिको हटाइसकेको कहाँ तिनवटा भनेर बुझिरहेको छ। तिनवटा किन चाहिन्छ, होइन तिम्रो त्यही त मैले भने एक हप्तासम्म तिमीलाई गुजुङ के गर भन्ने हुन्छ है। मेन मोडेल भनेको जहिले पनि फ्रेमवर्क हो है, मेन मोडेल भनेको जहिले पनि के हो, फ्रेमवर्क हो गुड। अनि युजर मोडेल भनेको मोडेल हो है, जुन मेन मोडेलको चाइल्ड। हजुर युजरसँग मात्रै काम गर्छ यसले, अरूसँग मतलब गर्दैन यसले है। कन्ट्रोलर र साइड कन्ट्रोलर थियो साइड कन्ट्रोल, कन्ट्रोलर र लगइन कन्ट्रोलरले लगइन कन्ट्रोलको लागि मात्रै काम गर्छ। त्यो त अनि हामीले कन्ट्रोलर र अनि साइड कन्ट्रोलर पनि बनाउँछौँ नि त। कन्ट्रोलर मेन कन्ट्रोलर मेन कन्ट्रोलर भनेको फङ्सनहरूको कलेक्सन भइहाल्यो होइन। त्यो प्यारेन्ट भयो सबैको लागि, सबै कन्ट्रोलरको लागि। जहाँ के हुन्छ सबैको लागि कमन कुराहरू हुन्छ। जस्तै मैले सबैमा गएर के गर्नुपर्ने हुन्छ, मैले सबैमा गएर हेडर फुटर हाल्नुपर्ने हुन्छ, भ्यू लोड गर्नुपर्ने हुनसक्छ, पार्सल लोड गर्नुपर्ने हुनसक्छ, रिडाइरेक्ट गर्नुपर्ने हुनसक्छ। सबै फङ्सनहरू म यहाँ बनाएर राख्छु होइन। अनि पछि बिस्तारै अनि जे चाहिन्छ त्यो युज गर्दै जान्छु क्या त्यो। अनि मेन मोडेलमा पनि म के गर्छु, सबै डाटाबेसको लागि एउटै काम हुन्छ भने त्यो सबैलाई म के गर्छु, मेन मोडेलमा राख्छु। र त्यसको चाइल्ड त के हो, युजर मोडेल हो। युजर मोडेल त त्यसबाट एक्सटेन्डेड हो, इनहेरिटेन्स ल्याएको छ होइन। अब के गर्छ यसले, मेन मोडेलको सबै युज गर्छ भनेपछि मैले यसको अब्जेक्ट बनाएँ भने त्यसको सबै युज गर्न पाउँछु। यो के सर, यो नगरेर डाइरेक्ट यो काम त्यसमै गर्दा पनि हुँदैन? त्यही त, त्यसमा हुन्छ, सबैमा फेरि गर्नु पऱ्यो होइन। यो पनि सबैमा गर्नु पऱ्यो, फेरि यो पनि त बुझ्नु पऱ्यो नि के हो भन्ने। त्यसको कन्स्ट्रक्टर कसरी लिन्छ भन्ने कुरा यो त्यहाँ गरेको कारणले यहाँ बुझ्यो, नत्र यहीँ गरेर अरू कुरा त्यसै लिइरहेको त यो कन्स्ट्रक्सन नलिने हो, लिँदैन होइन। जस्तो मेन मोडेलमा तिमीले यो फङ्सनै कल गर्दैनौ भने तिमीले जहाँसुकै जाऊ यो फङ्सन कल गर्दैन भने कामै गर्दैन उसले। त्यस्तै यो पनि फङ्सन कल नगरिन्जेलसम्म डाटाबेस कनेक्सन हुन्छ, डाटाबेस कनेक्सन हुन्छ हुँदैन नि। अब फाइन्ड सिङ्गल रो भन्ने कुरा कतै गरेन भने उसले त्यो रिटर्न गर्छ र त्यतिकै त दिँदैन। कन्स्ट्रक्टर भनेको हामीलाई थाहा छ कि डिफल्ट के हुन्छ, त्यो क्लासको कुनै अब्जेक्ट बन्छ भने लोड हुन्छ, तर यसको अब्जेक्ट त बन्दैन। यसको यो चाइल्ड हो, चाइल्ड बनेको कारणले पनि उसले के गर्दैन त, त्यसको त्यो लोड गर्दैन
होइन त्यसको युज गर्न चाहिँ पाउँछ युज गर्न पाउँछ त्यही भएर युज गरिरहेछ त्यो गरेको अब केही बुझेँ यहाँसम्म ल लगआउट पनि भयो लगइन पनि भयो है त एडमिन एट द रेट कुनै कुनैमा हुन्छ नि सर डाइरेक्ट यसमै यो पेजमा जाँदा ब्लिङ्क गरेर हुन्छ नि त्यो कसरी त्यस्तो बनाउनु कुन चाहिँ डाइरेक्ट अब यहाँ त जाभास्क्रिप्टबाट गर्ने यहाँलाई यस्तो ब्लिङ्क गराउनु पर्ने अन्त प्रयासमा चाहिँ अटोमेटिक मैले मेरो जिम्मामा जे अहिले थियो तिमीले पनि त्यही ठ्याक्कै सोधिराखेँ म त्यो सोचिरहेको थिएँ होइन त्यो काम केबाट हुन्छ जाभास्क्रिप्टबाट हुन्छ अथवा जेक्युरीबाट हुन्छ लगइनमा जाने बित्तिकै त्यहाँनिर उसले भने जस्तो स्क्रिप्टै त एक्टिभ राख्ने एक्टिभ होइन डट रेडी ह्यान्डलर होइन रेडी हुने बित्तिकै के हुनु पर्यो यसको आइडी युजर नेम हुनु पर्यो है त युजर नेम डट अब जेक्युरी छ त यसमा डलर डिफाइन छैन भनेको जेक्युरी छैन भनेको जेक्युरी छैन भनेपछि जेक्युरी कहाँ छ त पब्लिक जेएस जेक्युरी युआई छ जेक्युरी छ है त यसलाई कपी गरौँ र एडमिनको जेएसमा लगेर हालौँ होइन अब के गर्नु पर्यो अर्को एउटा हामीसँग कमनमा हेडर छ स्क्रिप्ट भइहाल्यो होइन एसआरसी इक्वल टु यो त जस्ताको त्यस्तै पब्लिक युआरएल नै हो ठिक अनि जीएस भित्रको के छ यो कसरी काम गर्छ नि थाहा भयो कुन हो त्यो जेक्युरीको लाइब्रेरी फाइल हो नि लाइब्रेरी फाइलै नहुँदैन अर्को पनि छ त जिएस तपाईँले किन अर्को युज गर्दैन खोइ कहाँ छ अर्को यो त युआई हो नि अर्को त युआई हो युजर इन्टरफेस हो युजेएस भनेको माथि छ यो बक्स ओभर हो यो जेक्युरीको भर्जन छ नि त त्यहाँनिर यो जेक्युरीको लाइब्रेरी फाइल हो भन्ने कुरा बुझ्छ क्या यो युआई मात्र हो युजर इन्टरफेस जुन हामी देखिरहेको हुन्छौँ नि जेक्युरी युआई भनेको छ नि काम गऱ्यो अब एडमिन जेक्युरी युआई भनेको यिनीहरू भनेको क्या यिनीहरू युज गर्नको लागि एउटा कमन के हो त्यो त्यसमा लाइब्रेरी बनाएको त्यस राख्दैछ सर अनि सुन्नु न यो मेन कन्ट्रोलरमा यो जुन काम गऱ्यो नि सर हामीले यो पब्लिक फङ्सन लोड भ्यूमा यसमा चाहिँ अब पहिला हेडर आउँछ होइन हेडर अनि त्यसपछि यो बिचको इन्डेक्स भयो यो फुटर भयो होइन यो पार्सल भ्यूमा चाहिँ यो भ्यू मात्रै आउँछ हेडर फुटर बाहेकको भ्यू त्यति बुझ्न अनि यो फेरि यहाँ आइसक्यो त फेरि किन ल्याउनु पऱ्यो यहाँ भन्नु होइन त्यो भ्यू त डलर भ्यू पो हो त त्यहाँ चाहिँ पनि हुनसक्छ नि तिमीले त्यहाँ भ्यू यसो गर्दा यो डबल आउने त होइन यो तिमीले कन्फ्युज भइरहेछ यो क्या बुझेकै छैन भ्यू भनेको एउटा भेरिएबल मात्रै हो भ्यू भनेको यहाँ आउँछ लोड पार्सल भ्यूमा त्यहाँ ब्राकेटभित्र हामी जे दिन्छ त्यो भ्यू हो क्या तिमीले भनेको भ्यू डट पिएचपी बुझिरहेको छ भ्यू होइन कि डलर भ्यू हो यो डलर भ्यू भनेको एउटा भेरिएबल भेरिएबलमा जे आउँछ त्यही हाल त्यो हो क्या अब यो डबल हुन्छ भन्न खोजेको तिमीले भ्यू र भ्यू दुई ठाउँमा देखाएछ होइन ल यस्तो गरिदियो भने त अब तिमी कन्फ्युज हुँदैन होला अब त्यो त भेरिएबल जे बनायो पनि भयो यो कहाँबाट आउँछ त्यो पार्सल त्यही त त्यो फङ्सन कल गर्दा हाल्नु पऱ्यो नि तिमीलाई थाहा छ नि यो फङ्सन कल गर्दा प्यारामिटरमा मैले हाल्छु नि त भ्यालु अब मैले लोड पार्सल भ्यू भन्ने मैले कहाँ गराएको छु त हेडरमा यहाँ तल गराएको छु यसमा होइन फाइल ओपन
view common header मैले यहाँ तल गराएको छु कि लोड पार्सल भ्यूमा मैले के दियो यो दियो यो दिएपछि के भयो यो मात्रै भयो यति यो त भएन यो दिए नि नदिए नि छ दियो भने फेरि पायो लोड पार्सल भ्यू त मैले उताबाट दिएको छु अब मैले जे दिन्छु त्यही लोड गर्ने काम हो क्या उसको अरूसँग मतलब भएन उसले इन्क्लुड गरे जस्तै हो इन्क्लुड गर्नको लागि यो हेडर भयो यो चाहिँ बिचको पार्ट भयो अनि यस्तो बुझेछ ठिकै त्यो त हो त माथिको त्यही हो तर मलाई माथिको जस्तो मैले फ्रन्टिङ जुन मैले देख्छु नि फ्रन्टिङमा त मेरो त हेडर हुन्छ अनि फुटर हुन्छ होइन त्यो चाहिँ मेरो कमन हुन्छ तर मैले यसमा यति लोड गर्नको लागि त मेरो हेडर फुटर त चाहिएन अलरेडी छ भने चाहिँ मैले के गर्नु पऱ्यो यसलाई पार्सियली लोड गर्नु पऱ्यो क्या मलाई यति मात्रै चाहिएको हो भनेर पार्सियल बनाएको क्या अनि उसले के गर्छ त्यति मात्रै लोड गर्छ युट्युबमा पनि सर्च प्रायः त्यो बिचको मात्र लोड भइरहेको नि सेपरेटली लोड हुन्छ नि त्यो त एजेक्सबाट गरेर आउँछ ल हेर्नु है त तिमीले बुझेको बुझेन मेन मोडेल र युजर मोडेल यसमा कन्फ्युज भयो नि अल्फान्सो मेन मोडल त त्यो अब फ्रेमवर्कमै हुन्छ के अरे मेन मोडेल भनेको एक प्यारेन्ट भइहाल्यो होइन अरू सबै चाइल्ड भयो युजर मोडेल अरू जति पनि मोडेल बनाइन्छ सबै त्यसको चाइल्ड हो त्यो चाहिँ हुने रह्यो क्या युजर मोडलमा एज अ होल हुन्छ युजर मेन मोडलमा युजर मोडलमा चाहिँ चाहिने जति मात्र युजरको लागि मात्रै हुन्छ ल लगइन र लगआउट भयो है हो त्यही अब लगआउट गरे जस्तै यो त ड्यासबोर्ड हो अब मलाई डिफ्रेन्ट टेबलहरूको म्यानेजमेन्ट गर्नु पऱ्यो जस्तै मलाई गएर मलाई यहाँनिर युजर हाल्नु पऱ्यो त्यसपछि गएर मलाई क्याटेगोरी हाल्नु पऱ्यो मलाई प्रोडक्ट हाल्नु पऱ्यो मलाई अर्डर हेर्नु पऱ्यो सेल्स हेर्नु पऱ्यो टेम्प डाटाहरू के छ त्यो हेर्नु पर्ला अथवा जे जे छ डेलिभरी इन्फर्मेसन हेर्नु पर्ला त्यसको लागि के काम गर्ने त अब त्यसको लागि यो एडमिनमा काम गर्नु पऱ्यो हो अब यो त अहिले मेनु छ होइन अब ड्यासबोर्ड भनेको अहिलेलाई यही भइहाल्यो अरू बाँकी बनाउनु पऱ्यो हामीले हेडरमा गएर यो भनेको लिङ्क युआरएल कहाँसम्म आउँछ युआरएलसम्म आउँछ है साइटको इन्डेक्स हो साइटको इन्डेक्स होइन अब मलाई युजरको त के बनाउनु प्रोडक्टको क्याटेगोरिजको बनाउँछु सधैँ युजरको मात्रै बनाइराखेको छ CATEGORIES होइन क्याटेगोरिज अनि अर्को प्रोडक्ट्स अर्डर्स अनि डेलिभरी इन्फो त त्यहीँ हेर्न सकिन्छ होला त अब मलाई क्याटेगोरिजको लागि चाहिँ मलाई के चाहियो यो त यही नै हो क्याटेगोरिजबाट इन्डेक्स चाहियो मलाई हो यसमा के चाहियो सबैको लागि चाहियो अब यसको लागि प्रोडक्ट्स है त अर्डर्स होइन यसको लागि किन क्याटेगोरिजमा गयो क्याटेगोरिज कन्ट्रोलर छैन प्रोडक्टमा गयो प्रोडक्ट कन्ट्रोलर छैन अर्डरमा गयो अर्डर कन्ट्रोलर छैन अब क्याटेगोरिजमा गएर क्याटेगोरिज कन्ट्रोलर बनाउनु पऱ्यो लगइन चाहिएन अहिले यो चाहिँ यो पनि चाहिएन है त अब सिम्पली के काम गर्नु पऱ्यो हामीले एडमिनमा गएर कन्ट्रोलरमा गएर साइट कन्ट्रोलरलाई कपी पेस्ट यसलाई बनाउनु पऱ्यो
categories controller. CATEGORIES categories controller. categories यहाँ बनाएर भएन, यहाँ पनि बनाउनु पर्यो. के बनाउनु पर्यो? categories controller है त. आयो? इन्डेक्स त सेम हो. अब यसले इन्डेक्सबाट यो इन्डेक्स लोड गरिरहेको छ भने मलाई के चाहियो? क्याटेगोरी चाहियो हो. जुन कुरा यसले छैन भन्छ. फेरि क्याटेगोरी भन्ने फाइल बनाएर यसलाई फेरि भ्यूमा लगाउनु भ्यू बनाउनु पर्यो. एडमिनको भ्यूमा जानु पर्यो, इन्डेक्सलाई कपी पेस्ट गर्नु पर्यो र क्याटेगोरिज बनाउनु पर्यो. आयो? फरक अब त्यहाँ जे गरेको पनि क्याटेगोरीको लागि. ठिक. त्यो अगाडि त बुझेकै छैन. यसरी गर्नै पर्छ भनेर. मेन मोडल र युजर मोडल के गरे त्यहाँबाट डाटा तान्यो, कन्डिसन लगायो, के गरे भने भइरहेको छ क्या त्यो काम गऱ्यो यति. अब यही जुन क्याटेगोरिजको इन्डेक्स जुन छ, अब यसैमा एड बटन दिने यो दुनियाँ सबै कुरा गर्न सकिन्छ. अब मेसेज चाहिन सक्छ, यो चाहिन सक्छ, ऊ चाहिन सक्छ, हरेक कुराहरू चाहिन सक्छ. त्यसको लागि चाहिँ हामीले यहाँ काम गर्नुपर्छ. जस्तो म क्याटेगोरिजमा गइरहेको छु भने अब यसले यो क्याटेगोरिज कन्ट्रोलर त छ होइन, जे काम गर्नु छ क्याटेगोरिजको लागि यहाँ गर्नु अब होइन. मलाई अब क्याटेगोरिजको सबै डाटाहरू चाहिएको छ, हरेक कुराहरू चाहिएको छ भने अब के गर्छु म यहाँ? मेन कन्ट्रोलर त एउटै हुने रहेछ सर. मेन कन्ट्रोलर हो. अनि categories equal to new categories model भयो हो. क्याटेगोरिजबाट डाटाको क्याटेगोरिज इक्वल टु क्याटेगोरिजको फाइन्ड अल. ल ठिक. अब यो के गरे भइरहेछ तिमीहरूलाई हो. डाटाको क्याटेगोरिज भन्ने बनाएर मैले क्याटेगोरिजबाट फाइन्ड अल गरेँ, तर यो मोडल पनि छैन, यो पनि छैन. अब त्यो काम कहाँ हुनु पर्यो त? त्यो काम हुनु पर्यो मोडलको जुन युजर मोडल छ नि, यस्तै के हुनु पर्यो? GORIES मोडल हुनु पर्यो. ठिक. अनि यो खोल्नु पर्यो, यो प्रोडक्ट मोडल होइन, GORIES क्याटेगोरिज मोडल हुनु पर्यो. यो चाहिएन, डाटाको पनि चाहिएन. TBL के चाहियो? क्याटेगोरीमा पनि छ राम्रो. क्याटेगोरिज भने जस्तो लाग्छ मलाई. क्याटेगोरिज छ होला, प्युरल छ. होइन त TBL के क्याटेगोरिज भयो होइन. अब यो मोडल कल गर्ने बित्तिकै उसले के गर्छ? डाटाबेस कनेक्सन पनि गर्छ, टेबलको नाम पनि त्यही हुन्छ होइन. अब क्याटेगोरिज कन्ट्रोलरमा मैले के गरेँ? फाइन्ड अल गरेँ. फाइन्ड अल गर्दाखेरि त यसले पाइरह हुँदैन. अब पाइरह हुँदैन, त्यही भएर के गर्नु पऱ्यो? यसको लाइब्रेरी फ्रेमवर्कको मेन मोडलमा जान्छु. मलाई फाइन्ड अल गर्नु पऱ्यो. त्यो एउटा फाइनल त्यहाँ यहाँ काम गरेर त्यो फाइनल जहाँ युज गरे पनि सबैको लागि फाइनल हुँदैछ. फाइन्ड अल भनेपछि भयो. सिलेक्ट अल फ्रम दिस टेबल नेम, अरू केही पनि हुँदैन. एउटा मात्रै रिटर्न गरेको हो. हामीले युजै गरेको थियौँ त्यस्तो लिमिट वान भन्नाले. जस्तो मेरो डाटाबेसबाट 3-4वटा रो आउँछ नि त होइन. डाटा त आउँछ, 3-4वटा रो आयो भने त्यो कन्डिसन लगाएर पनि 4वटा रो आयो भने मलाई 4वटा चाहिएको छैन, मलाई एउटा मात्रै चाहिएको छ भनेर कि. पहिला पनि गन्थ्यो एउटैमा त गर्थ्यो नि. होइन क्वेरी एउटा हुन्थ्यो, तर डाटा आउँदाखेरि त धेरै आउँछ नि त. अब सिम्पली के गर्नु पऱ्यो? यसलाई डलर डाटा इक्वल टु एरे बनाउनु पऱ्यो. अनि वाइल रो इक्वल टु माइस्क्वेल पेज एरे डलर क्वेरी डलर डेटामा रो हाल्दैछ. अनि रिटर्न गर्ने बेलामा के रिटर्न गर? डलर. बस यसले के गर्छ? फाइन्ड अल.
ल अरूसँग सरकारै छैन फाइन्ड अल है त। अब कन्डिसन पनि लगाएर गर्ने हो भने वेयर दिसको कन्डिसन लगाएर है त। सबै कन्डिसन लगाएर सबै के गर रिट्राइभ गर भनेपछि यसले के गर्छ फाइन्ड अल गर्छ। अब म क्याटेगोरिजमा जान्छु, यसले बुझ्छ अब फाइन्ड अल गर्दाखेरि के दिइरहेछ भन्ने कुरा अब हामीलाई थाहा छैन। यसलाई म के गर्छु प्रिन्ट आर गर्छु, अथवा होइन यहाँ नगरिकन म क्याटेगोरिज भन्नेलाई प्रिन्ट आर गर्छु। कहाँ गएर है त म यसमा गएर के गर्छु प्रिन्ट आर क्याटेगोरिज है त। एरे भन्ने दियो किन डाटा छँदै छैन, एरे मात्रै रिटर्न गरिरहेको छ त्यति है। अब मैले क्याटेगोरीमा गरेँ प्रोडक्टमा हरेकमा गर्ने त्यही नै हो, के गर्नु पर्यो है। अब तिमीहरूलाई यसको बारेमा हल्का हिन्ट्स पनि दिइहालौँ। युजर गाइड है। युजर गाइडमा गएर तिमीहरूले हेऱ्यौ भने यसमा हुन्छ सुरुदेखि है सिआई कोडिङ थाहा छ नि हो। यसमा गयो भने नेक्स्ट टपिक स्टार्टिङ पेजेसहरू कसरी बनाउने भन्ने कुरा गरिरहेको छ। क्लास पेजेस एक्सटेन्ड सिआई कन्ट्रोलर हामीले के गरेछ क्लास हाम्रो कन्ट्रोलर एक्सटेन्ड मेन कन्ट्रोलर गरेछ हो। पब्लिक फङ्सन भ्यू गरेछ हाम्रो पब्लिक फङ्सन भ्यू भन्ने उतै मेनमा डिफाइन छ है, त्यही काम गर्छ उसले। अनि उता लगेर के गर्छ टाइटल इको गर्छ यो इको गर्छ होइन, त्यही काम गर्छ यसले। जे गर्छ दिसको लोड भ्यू भन्छ यसरी काम गर्छ। यो फ्रेमवर्कले कसरी काम गर्छ भन्छ वाइआई भनेको सिआई जस्तै हो नि सिआईभन्दा एक स्टेप माथि छ अलिकति। पहिला सिआई गरेर आएर मैले छोडिदिएको सिआई होइन। आज चाहिँ हामी त्यो साथीहरू यसमा काम गर्छ कि इमै काम गर्छ पिएचपी प्रोग्राम। ल पिएचपी डेभलपर तिमीलाई एउटा पिएचपी डेभलपरको बारेमा म देखाउँछु। पिएचपी प्रोग्रामर कतितिर आइरहन्छ यो चाहिँ पहिला एक्चुली एमबिसी कम्प्लिट गरिसकेपछि अनि बल्ल हेर्ने। यो ठुलो बनाएको हो कि यत्रै हो यो ठुलो बनाएको किन सानो पिएचपी डेभलपरमा एक्सन नलेज अफ पिएचपी म्यानेजको वर्किङ इन ई फ्रेमवर्क अहिले त्यही भन्छ ईमा भेरी गुड स्कुल इन पिएचपी एमबिसी फ्रेमवर्क ई अर कोडिङ मेथड। यो सिनियर नै छ यो सिनियर नै हो भन्नाले सिनियर लेभलको एजुकेसन पनि ब्याचलर भन्छ 1 इयर्स एक्सपिरियन्स भनेपछि त सिनियर भयो नि। सिनियर नै हो। यो तलब चाहिँ डिस्क्राइब किन होला नगर्ने यस्तोको सेलरी कति हुन्छ सर 15 देखि माथि हुन्छ होला यो। तिमीलाई मैले एउटा देखाउनु पर्ने हो यसमा 30,000 हुन्छ पुगिहाल्यो सर मानामा भइहाल्यो नि। एमबिसी फ्रेमवर्क वर्किङ नलेज इन एमबिसी फ्रेमवर्क हामीले पढाएको छ अक्टोबर रहेछ पिएचपी म्यासको आउँछ एचटिएमएल आउँछ जाभास्क्रिप्ट एउटा एजेक्स जान बाँकी छ एक्सएमएल चाहिँदैन यसलाई जेसन बनाइदिनु पर्छ। इन्टरभ्यू दिनु पर्छ सिक्दैछु त सिकेर आएर बनाइदिने गर्छु उता दिएको काम सरलाई दिने। अनि सुड वर्किङ पिएचपी फ्रेमवर्क्स लाइक सिआई भन्दैछ होइन एक्सएमएल एजेक्स जेक्युरी जाभास्क्रिप्ट। अब यो लेखेको खास मिलेको छैन होइन। अब यो सिआईमा गरेको हुनु पऱ्यो होइन, त्यसमा काम गर्न सक्नु पऱ्यो होइन, एक्सएमएल हुनु पऱ्यो भनेको होइन, एजेक्समा जेक्युरी जान्नु पऱ्यो जस हामी योबाट धेरै स्टेप दूर छैनौँ।
तिमीहरूले अब कति दुःख गर्नुपर्छ भने 1 महिना जति घोटिनुपर्छ होइन। यसमा के गर्नुपर्छ भने तिमीहरूले जति पनि मैले सिकाउँछु त्यो प्र्याक्टिकल गर्नु पऱ्यो, फ्रेमवर्क कुनै एउटा समात्नु पऱ्यो, अनि यो एजेक्स जेक्युरी चाहिँ हुन्छ त्यो गर्नु पऱ्यो, एउटा वेबसाइट कम्प्लिट गर्नु पऱ्यो। आलु खायो सबैमा त्यही सोधिरहेको हुन्छ, हजुर सर धेरैसम्म त्यही सोध्छ। एक्सपिरियन्स इन पिएचपी भन्छ होइन। चिनेकै ठाउँ छ यो अन्डा पहिला कि कुखुरा पहिला हुने जस्तो, एक्सपिरियन्स पहिला कि जब पहिला? जब नभए एक्सपिरियन्स छैन, एक्सपिरियन्स नभए जब छैन। ल आजलाई यति गरौँ, भोलि तिमीलाई फेरि आउँदै त्यस्तो